सो यो मटन पनि रेडी भइस अब चाहिँ हामी रेडी हुँदैछ के त यो त मेरो पैसाले पो किन्नु एभ्रिवान गुड मर्निङ होप सबैजना राम्रै हुनुहुन्छ होला सो धेरै धेरै शुभकामना सबैजनालाई भाइटिकाको भरे उठेको सो मम्मी बोजू आजल चाहिँ बिहान उठिसकेको थिएँ उनीहरूले चाहिँ बिहान उठेको दिनको भएको कामहरू गरिसकेको छ लास्टमा म उठेर म चाहिँ अब उनीहरूलाई हेल्प गर्नु चाहन्छु हेर्नुहोस् बिहान मेरो बोजूले चाहिँ यो हिजोको रातो भालेलाई काटेर अब यसलाई भुत लाउन आँटेको छ गुड मर्निङ एभ्रीवन सबैजनालाई हेभ अ नाइस डे म देखाउने छु तपाईँहरूलाई कसरी के गर्छ भनेर सो मलाई पनि थाहा छैन खासमा भन्नुपर्दा चाहिँ यो चाहिँ म फर्स्ट टाइम अब कति साल बाद गर्दैछु नि त त्यही भएर कति याद हुन्छ कति यादै हुँदैन अन्त म तपाईँहरूलाई देखाउने छु के गर्छ भनेर हेर्नुहोस् होला म चाहिँ भाले भुत्लाउँदैछु खै यस्तो किसिमको भइरहेछ सो यो मेरो फर्स्ट टाइम हो नि त त्यही भएर आई विल ट्राई यति धेरै काम भगवान् यति धेरै काम हरेस लागिसकिसक्यो मलाई त काम गरेर के आलुदम मेरो बहिनीले बनाइदिएको मम्मीले त्यो खसीको मासु बनाएकै छैन सुँगुरको मासु बनाएको छैन काम गर्नु र सक्नु भइसक्यो यो चाहिँ हो चिकन यो चाहिँ म बनाउँदैछु लोकल कुखुराको मासु सो मसँग छ मेरो कालिया ओ कालिया हेलो एभ्रीवन सो म चाहिँ बनाउँदैछु मटन मैले बनाएँ यो चाहिँ लोकलको झोल यो चाहिँ लोकल कुखुरा फ्राई गरेको छ आलुदम मैले चाहिँ पापड बनाउँदै थिएँ खै मैले त जानेन पापड बनाउनु यस्तो बाङ्गो कालो न कालो पो भयो सो म चाहिँ यहाँ अहिले पर्क बनाउँदैछु हेर्नुहोस् होला सो यो मटन पनि रेडी भइसक्यो हाम्रो यो चाहिँ पकाउँदैछु म पर्क यस भएर आइसकिसक्यो नै छु यसको बादमा तपाईँहरूलाई रेडी भएको अनि टिका लगाएको अनि सँगको को छ त्यो सबै म तपाईँलाई देखाउँछु यसको बादमा सो हामी चाहिँ टिकाको रेडी गर्दैछ रेडी हो जानु आँटेको अहिले चाहिँ टाइम छैन नि त यहाँ काम गरेर खाइरहनु भइसक्यो अब चाहिँ हामी रेडी हुँदैछ करना चलाउँदैछ यसको ढाडै चिलाएको होला सायद न हो त इसके जैसा चाहे जितना भी करके दो कम ही है इसके लिए जितना भी करके दो इसके लिए कम ही है तुमने कभी मुझे पैसे दिए एक भी पैसे नहीं दिए क्यामेराम्यानले जग्गै पाएन त छोडिदिनु न यहाँ चाहिँ सेजलले माइती पुज्दैछ ओखर खोइ भयो फुल्ला पनि कुद्छौ के ला फुट्नै त पर्छ भयो भयो पनि दर्श बिदा आरती घुमाऊ आएको भन्छ किन रिसाएको हाँस्नु नि हौ दाजु म सानी अलरेडी बनाइदिइराखेको थिएँ नि यु डोन्ट टु बी ब्याड ओके जहाँ जहाँ लगाएको छ त्यहीँ सबै कलर लाउ न कुन टिका लगाइदियो दादालाई दर्शु जाउँ न टिका लगाउनु यसले टिका लाउनु मन पराउँदैन टोपी गोके दाई
ढाका त ठुलो भएको होइन टाउको चाहिँ सानो भागा अन्त अन्त दिनुहुन्छ अरे एउटा हातमा दिइराख्नु भयो त्यो डल्लैसँग कहाँ फ्याँक्यो यसले ए वाउ खै थ्याङ्क यू आशीर्वाद थापेको परेले एउटा त्यस्तो गर्छु मैले पहिला यो चाहिँ दर्शुको निनीले टिका लगाइदिनु हुँदैछ अब बिस्तारै ल बिस्तारै ल भन्दैछ दुखे बाबु भने अझै छ अझै छ अझै छ कलस त छैन बाहिर राखेर नेपालीकोमा चाहिँ भाग्यमानी हुनु ल यो त्यहाँ अब ल ह्यापी बर्थडे थ्याङ्क यू हाम्रो नेपालीकोमा चाहिँ यस्तो थरी थरीको हुनुपर्छ है मेला पनि बिजोग पारिसक्यो नि अलिक ठाडो हो सिजल अलिक सिधा हो टाउको चामलको बनाएको मैदाको भए चाहिँ लेसलेस लागिन्थ्यो क्यामेराम्यान त अलिक बढी भइसक्यो त हौ एक्टरहरू भएन है झिलिमिली दक्चुले कक्को झिलिमिली दक्चुले अक्कम कम दक्चुले दक्चु पदुवा यहाँको राखेर उहाँ खाइदिएको छु तिनवटा भइसक्यो यत्रो यत्रो स्याउ खाएको खाँदैन रिसायो अब रिसा पहिला बहिनीले खै आचारलाई चाहिँ लगाइदिएको लु खुट्टा गएर उहाँ जाऊ अब अब के गर्ने निधारमा लगाएर सप्तरङ्गी टिको हजुर हजुर यहाँ चाहिँ मामालाई लगाइदिनु भयो टिका मामाले लगाइदिनु हुँदैछ मम्मीलाई सो अहिले दर्शुहरू चाहिँ खाना खाँदैछ यो चाहिँ यो मामाको भाग हो निलो लगाइदिनु निलो निलो उता हेर्न गएर दामी दाजु खाना कस्तो भयो दामी भयो बाबु मलाई कस्तो देखे पर्दैन बाबु तिमीहरूले लाउनु पर्दैन मैले चाहिँ टिका लगाइसकेँ सो मैले पनि दादालाई लगाइदियो दादाले पनि मलाई लगाइदिनु भयो ऊ चाहिँ सबैलाई फेरि पनि ह्याप्पी तिहार ह्याप्पी भाइ टिका आई होप सबैजनालाई यो भिडियो मन पर्यो होला यो चाहिँ मेरो फर्स्ट टाइम हो नि त टिका किनकि मैले यो भन्दा अगाडि कहिले लगाएको पनि थिएन किनकि हाम्रो दसैँको टिका त 12 साल बादमा लगाउनु भएको थियो यो पालि सो त्यही भएर अलिकति कता कता मिस्टेक भएको होला आई फिल लाइक द्याट ह्याप्पी भाइ टिका सबैजनालाई जो घरदेखिको बाहिर हुनुहुन्छ उनीहरूलाई पनि जो घरमै हुनुहुन्छ उनीहरूलाई पनि सबैजनालाई मेरो दाजुभाइहरूलाई सबैजनालाई ह्याप्पी भाइ टिका हेलो गयो लिएर गयो भाग हेलो म त आएन त मम्मीसँग
हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। सो आई होप तपाईँलाई मेरो भाइटिकाको भिडियो मन पऱ्यो होला र छिट्टै भेट्ने छु मेरो अर्को नयाँ भिडियो लिएर। सो आजको भिडियो चाहिँ यहाँसम्म मात्रै हो। सो तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू, बाई।